सबैलाई धेरै धेरै स्वागत छ। यति बेला हामी चाहिँ जापानमा छौँ र अहिले रातिको करिब 8 बजेको छ। हामीसँग नेपाली 3 वटा बहिनीहरू चाहिँ भेटिनु भएको छ। नमस्ते, स्वागत छ यहाँलाई। नमस्ते दाइ। हजुरको शुभ नाम पनि भनिदिनु। कञ्चन थापा। हजुर, घर चाहिँ कुन ठाउँ हो हजुरको? घर काभ्रेपलाञ्चोक। ए, काभ्रेपलाञ्चोक। हजुर। स्टुडेन्ट भिजामा जापान आउनु भएको छ है तपाईँ? हजुर दाइ। ए, अहिले के चाउचाउ खाइरहनु? चाउचाउ खाइरहेको के दाइ, अब सिधै काकुबाट काममा आएको, त्यही भएर चाउचाउ खाइरहेको छु। ए हो, भनेपछि जिन्दगी कस्तो छ त अब? ठ्याक्कै बताउँदाखेरि जिन्दगी खतरा दाइ, यस्तो जिन्दगी कसैको नहोस्। बिहान जम्मा 3 घन्टा सुतेर गएकोबाट सिधै हामी काममा आएको। गएको चाहिँ बेलुका रहेछ त्यसो भए? हजुर, 3 बजेदेखि हो दाइ। ए, 3 बजेदेखि कति बजेसम्म? 26 सम्म। ए, 26 सम्म होइन? तपाईँ जापान आउनुभएको अहिले कति समय भयो? 2 महिना भयो दाइ। 2 महिना काममा लागिसक्नु भएको छ? हजुर। काममा लागेको कति महिना भयो? काममा लाग्दै 1 महिना भयो होला। ओ, 1 महिनामै लागिसक्नु भयो? हजुर। अरू साथीहरू त कम्तीमा 5-6 महिनासम्म लागेको छैन भनेर भन्नुहुन्छ नि, तर तपाईँ चाहिँ 1 महिनामै लागिसक्नु। भाषा चाहिँ गजब थियो क्या तपाईँको? खतरा भाषा त फटङ टङ टङ जापान त त्यो हुन्छ नि दाइ, मकैबाट खा जस्तो फटङ टङ टङ छ। ए हो, भनेपछि जापान नयाँ आउने विद्यार्थीहरूले पनि भन्नुहुन्छ यहाँ आइसकेपछि जापान एकदम गाह्रो छ भन्नुभएको छ। तपाईँलाई चाहिँ ठ्याक्कै भन्नुहोस् त, कस्तो लाग्यो तपाईँलाई? जापान त गाह्रै छ नि दाइ, नसोचेको जस्तो हुन्छ न। टाइममा सुत्न पाउँछ, अब टाइममा हिँड्नुपर्छ, एक मिनट पनि ढिला हुनुहुन्न। यहाँ टाइम अनुसार चल्नुपर्छ जापानमा, नेपाल जस्तो होइन। भनेपछि 2 महिना भयो। अब तपाईँ चाहिँ ऋणमा आउनुभएको हो कि आफै पैसा कमाएको थियो तपाईँको? के थियो खास? अब आफ्नै भनौँ, अलिअलि ऋण छ भनेपछि ब्याजमा चाहिँ छैन? ब्याजमा छैन। ए, छैन भनेपछि अलिकति ढुक्कै रहेछ। ढुक्कै हो। तपाईँसँगै आएको साथीहरूले त 15-16 लाखै ऋण गरेर आउनु भए पनि हुनसक्छ है? किनभने मेरो साथीहरू पनि त्यस्तो हुनुहुन्छ क्या? हुन्छ हो दाइ, त्यो त हो। अब अलिअलि आफ्नो ऋण गरेर आउनेलाई चाहिँ कतिको गाह्रो सजिलो हुने रहेछ? किनभनेलाई गाह्रो छ नि, यहाँ पानीको बत्तीको पैसा तिर्नु पर्यो, सिमको खानु पर्यो, हिँड्नु पर्यो, ट्रेन भाडा गाह्रो छ। जे पनि महँगो छ। एक पात सागलाई 100 रुपियाँ पर्छ। हजुर, अब घरमा तपाईँ त मजाले रानी भएर बस्नु भएको थियो होला? यहाँ चाहिँ हेर्नु त अब राति पनि काम गर्नु परिरहेछ, सुत्ने समय छैन, न खाने टुङ्गो छ, चाउचाउ खानु परिरहेछ नेपालको। यो चाउचाउ हेर्नु दाइ कति पर्दो रहेछ? यो त नेपालबाट ल्याएको चाउचाउ। ए, बाँकी रहेछ 2 महिनासम्म पनि जो बिस्तारै खानु हुँदो रहेछ तपाईँहरू? हजुर हो। अनि गाह्रो सजिलो कस्तो छ त? मतलब खर्चको हिसाबमा कतिको खर्च भइरहेछ, त्यही अनुसार कमाइ भइरहेछ कि छैन? अनि उहाँहरूले म बिस्तारै सोध्छु। गाह्रै छ। अब ल्याएको पैसा नि सकिन लागिसक्यो, पानीको बत्तीको पैसा तिर्नु पर्यो, गाह्रो छ जापानलाई। सोचे नेपालमा जस्तो, नेपालमा कस्तो भनेको थियो, यहाँ कस्तो भोग्नु परिरहेको त्यो त भोग्नु थाहा। भनेपछि सोचे जस्तो छैन जापान? छैन। अब नेपाल हुँदा कहिले जापान जाउँ जस्तो हुन्छ, यहाँ आएछ अब कहिले नेपाल जाउँ, कहिले टाइम होला बोलाउँ जस्तो हुन्छ। बेकारमा फसिएछ जापान आएर भन्ने लागेको छ कि छैन तपाईँलाई? त्यस्तो भएको छैन, जहाँ गए पनि काम त गर्नु परिहाल्छ नि त। हजुर, त्यही हो। भनेपछि तपाईँको पनि लाग्यो लगभग 17-18 लाख चाहिँ पैसा लाग्यो जापान आउनु? त्यति 20 लाख? त्यति चाहिँ लाग्यो होला। हेरेर हुँदो रहेछ क्या, यहाँ नदेखाउनु भयो कि त साथीहरूले हाल्नु होला फेरि। ल ओके, अब अन्तिममा के भन्नुहुन्छ? नयाँ आउने स्टुडेन्ट पनि हुनुहुन्छ, राम्रोसँग पढेर आउनु होला। गाह्रो छ जापान, नेपालको पढाइले हुँदैन, यहाँ राम्रोसँग पढ्नुपर्छ, मिहिनेत गर्नुपर्छ, जहाँ जाँदा पनि भाषा चाहिन्छ। अहिले त्यो हामीले भोगेको भन्दा तपाईँले चाहिँ N4 गर्नुभयो? यान 5 गरे हो। यान 4 होइन, यान 5 गरे। मेरो पनि त्यस्तो थियो, पढ्नमा खासै मन त थिएन मेरो पनि। सुरुमा चाहिँ पढ्न गएको थियो, अनि पछि भइसकेपछि चाहिँ छोडिदिएँ कि क्लास चाहिँ। अनि पछि सियु आइसकेपछि त्यतिकै भयो, पढे होइन। त्यस आउने होला, राम्रोसँग पढेर आउनु होला भन्छ। हाई एक्सपेक्टेसन नराख्नु होला होइन, सोचे जस्तो छैन। अनि दुःख चाहिँ हुन्छ है, अब हामीहरूलाई हामी पाहाडमा जन्मेको मान्छे त्यस्तो हुँदैन। अब काठमाडौँतिर बसेको मान्छे धेरै गाह्रो छ, काम गर्नुपर्छ, 12-13 घन्टा उभिएर काम गर्नुपर्छ, गाह्रो हुन्छ। त्यही भएर बुझेर आउनु होला, हाम फाता लिएर नआउनु होला। हस्, तपाईँको उज्जवल भविष्यको कामना तिनैजनालाई समय दिनुभयो, धेरै धेरै धन्यवाद। हजुरलाई पनि सेमटी हो दाइ, हजुर राम्रोसँग काम गर्नु होला, काम गर्न हजुर सँगै हामी छौँ हजुरको साथमा बहिनी। हजुर, हस्, धन्यवाद धन्यवाद धन्यवाद।